हेलो वेलकम टु माई च्यानल। मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म ट्याम्के डाँडाको बेस क्याम्प भन्दा अलिकति मास्तिर यहाँनेरि एउटा पुरानो परम्परा अनुसारको गोठ छ अनि मैले चाहिँ यहाँनेरि आज भिडियो बनाउने मनसाय गरेर चाहिँ आज भिडियो बनाउन गइरहेको छु। तपाईहरुले पनि हेरेर रमाइलो गर्नु होला। अनि हामी चाहिँ आज यहाँ दुईटा बाइकबाट आएका छौं। अनि यहाँ यो बाइक इन्टेसर बाइक हो 220। हाम्रो काका यता हुनुहुन्छ, हाम्रो काकाजी, अनि यता बाजे हुनुहुन्छ। अनि हामी चाहिँ वंश पनि हो र प्रभुमा पनि हामी प्रभुको छोराछोरी हो। अनि आज चाहिँ हामी यहाँनेरि एउटा सानो कार्यक्रम छ प्रभुको। आज यहाँनेरि संगति छ अनि त्यो संगतिमा चाहिँ हामी आएका छौं। अनि यहाँनेरि चाहिँ एकदमै पुरानो पहिलीतिर चाहिँ एकदमै जंगलतिर यसरी गाई भैँसीहरू पाल्ने चलनहरू थियो। आजभोलि चाहिँ यो चलनहरू अहिले प्राय धेरै बिर्सँदै गइसकिसकेको छ। अनि यहाँनेरि चाहिँ मैले यो पुरानो सम्झना आएर याद आएर पनि मैले भिडियो बनाइरहेको छु। अनि अहिले उभौलीको समय हो र यो समयमा चाहिँ गाईबस्तुहरू मास्तिर खर्कतिर निकालिने गरिन्छ। अनि यो गाईबस्तु पनि भर्खरै ल्याउनु भएको होला, किनकि यहाँ धेरै गाईबस्तुले अनि त्यति मलेको पनि छैन। अनि अहिले सुक्खा मौसम पनि भएकोले गर्दा घाँसहरू पनि त्यति छैन। यी गाईहरू एकदमै दुःखसँगले चरिरहेको छ। अनि काका हामी परतिर गोठतिर जाउँ। अनि गाईहरू एकदम चिसो हावा छ। अनि यसरी घन्टी पनि लगाइदिने चलन हुन्छ। अनि पछि यो बर्खाको सिजनमा, पानी परेको सिजनमा चाहिँ एकदमै कुहिरो लाग्छ। अनि त्यो कुहिरो लागेको बेला चाहिँ आफ्नो गाईबस्तुहरू त्यति साह्रो कता गयो भने थाहा हुँदैन। त्यसको लागि पनि यो घन्टीले चाहिँ संकेत गर्छ कि मेरो गाईबस्तुहरू ठिकै ठाउँमा रहेछ भनेर पनि। अनि यसको नाकबाट के खुन आयो, जुकाले खाएको होला। यसले मजाले हेर्दैछ मेरो भिडियो गर्दैछ भनेर। ल कस्तो मजाको ठाउँ यो। पारीतिर देखिएको सबै जङ्गलहरू चाहिँ गुराँस र चिमलको रुखहरू हो। यो सबै यो देखिएको रुखहरू अहिले चाहिँ अलिकति गुराँस फुल्ने समय नभएको कारणले गर्दा सिजन अलिक आइपुगेको छैन, बेला भएको छैन। चैत वैशाखतिर चाहिँ एकदमै यहाँनेरि गुराँसहरू रातमै भएर फुल्छ। पोहोर पनि म आएको थिएँ, पोहोर चाहिँ त्यति राम्रो गुराँसहरू फुलेको थिएन। अनि जहाँसम्म लाग्छ मलाई यसपालि चाहिँ रातमै भएर गुराँसहरू फुल्छ होला। अनि चन्द्रकला बहिनीको बाबा मम्मी हुनुहुन्छ यहाँ। ए ल बाबा जयमसी है, जयमसी हजुर। ल पुरानो होइन जमानाको यो गोठहरू। यता चाहिँ मम्मी हुनुहुन्छ हाम्रो, हजुर मम्मी जयमसी हजुर। यता बाबा हुनुहुँदो रहेछ हाम्रो चन्द्रकला म्याम। हामी यता दोर्पा कुवासौँ सेकुवाबाट हामी आछौँ। हाम्रो गोठ यस्तो हुन्छ। गोठ चाहिँ त्यही भएर आज उहाँहरू पनि आउँदै हुनुहुन्छ, छोरीहरू पनि हजुर। गोठ मास्तिर यो मूल गोठ मूल बेड हो, शाखा आउँदैछ भनेर चाहिँ खबर भएन, मान्छे आउँछ चाहिँ भन्ने भयो। उहाँहरू चाहिँ यता साकेलाबाटै आउँदै हुनुहुन्छ। अघि हाम्रो कुरा भएको थियो, उहाँहरू चाहिँ बाछाबाछीहरू एकछिन फोटोसोटो खिच्ने, एकछिन अलमा लिएर अनि आउँछौँ है भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ तल यो चाहिँ भेडाको खोर रहेछ। अनि गोठहरू यहाँबाट चाहिँ हाम्रो उहाँहरू पनि देख्ने रहेछ हौ। मुद्दुम यो ट्राल यो पदमार्ग चाहिँ यो डाँडै डाँडा भएर अगाडि गएर दलसिंगे अनि
यहाँ तिनथुम्के धोत्रे हुँदै अनि मयुङ देखिरहेको त्यो अहिले नाङ्गो नाङ्गो पाखै देखिरहेछ, मतलब अहिले हरियो चाहिँ देखिएको छैन। त्यो डाँडाहरू मयुङ हो। कस्तो मजाको ल यो खस्रेको खस्रु के पो भन्छ बाजे? खसुर। यो खसुर हो। अनि उता त चौलाने नि बाजे? चौलाने। यतापट्टि यो चाहिँ गुराँसकै रुख हो। यो देखिएको के रहेछ बाजे यो रुख? यो अर्गेली त होइन त बाजे? ए हजुर हजुर, यसलाई त के पो भन्छ? मैले अर्गेली भन्छ एउटा ठ्याक्कै मलाई पनि नाम थाहा भएन, तर थाहा चाहिँ भएको हो, तर भुलेको हो धेरै समय भएर। तर कस्तो मजाले फुलेछ क्या अब, साह्रै मजाको। हजुर यसरी पाट काट्छ। हजुर हजुर, यसको चाहिँ काँचो कागज बन्छ होइन बाजे? यतातिर पुरै फुलेको रहेछ। मौसम चाहिँ एकदमै ठन्डा ठन्डा कुल छ। त्यसमाथि पनि हावा चलेको छ। अनि जाडो चाहिँ अलिअलि छ नै, तर पनि घाम लागेको हुनाले अलिकति सहनु सक्ने खालको वातावरण छ। ल यो ठाउँहरूमा आएर भिडियो बनाउने मलाई एकदमै रहर थियो, तर आज मेरो रहर अथवा मेरो मनोकामना पुरा भएको छ। अब अझै यो डाँडाहरूको भिडियो बनाउने छु म। ल दर्शकबिनहरू हेर्नुहोस्, मल खाडी भन्छ यो। यहाँनिर चाहिँ डाइरेक्ट यसरी ऊहरू रोप्ने गरिन्छ, सागहरू। अनि साग चाहिँ कस्तो धेरै फल्छ नि, तर यो चाहिँ अब अन्तिम सिजन हो, यो सागहरू काटिसकेको रहेछ। एकदमै राम्रो फल्छ। एकदमै रमाइलोको मौसम भइरहेछ। हावा हजुरहरूले देखिरहनु भएछ कस्तो प्रकारले चलेको छ भनेर। अनि हावा चलिसकेपछि जाडो त अब हुन्छ नै, एकदमै जाडो भइरहेको छ। अनि तर घाम पनि छ। आज मौसम चाहिँ यस्तो क्लियर छ कि अब हजुरहरूलाई म यो साइडमा देखाउँछु। माथि देखेको यो ट्याम्के डाँडाको चुचुरा हो। अनि जाने बाटो यही हो। गाडीहरूको एकदमै राम्रो सुविधा रहेछ, बाटो छ। पाडा बाछाहरू ठुलो जङ्गल छ त त्यो। अनि त्यहाँदेखि अब त्यहाँ हिँडेर निक्लेको। अनि अब दिदीले त्यहाँ बुवाजी छोराकोमा गएको। गफ गर्न थाल्यौँ हामी त यहाँ। हजुर ठिकै छ काका, म त यहाँ भिडियोहरू बनाउँदैछु तपाईँहरू। बनाउनु अनि त्यहाँदेखि अब दिदीले हो कि अब यस्तै अब दिदी नखाने, म त्यो अब बुवाजी छोरा पनि मामा पनि अनि रक्सी खायो गएको थिएँ, झरेको थिएँ। अनि के कुरा आयो तेरो, अनि अब त्यस्तै बाजा अब त्यो अब नखाने र खानेको फरक कुरा भइहाल्छ। फरक भइगयो। भातै नखाइ हिँडाएको गोठ चाहिँ पहिले हाम्रो पालामा चाहिँ चित्राको हुन्थ्यो मालिङ्गहरूको, तर यहाँ चाहिँ अहिले चाहिँ टिनकै लगाउनु भएको रहेछ। तर गोठहरू साह्रै मजाले बनाउनु भएको।
यो काठले बारेर अनि भित्रतिर चाहिँ माटोको गारा अनि पत्करहरू ओछ्याइदिनु भएको रहेछ थोरै थोरै। यस धेरै रमाइलो। त्यहाँनिर चाहिँ मसिनो पाठाहरू छ, त्यो भित्र चाहिँ सानो पाठा होला, जाडो हुन्छ भनेर। यो घाँस दिने ठाउँ पाडा बाछालाई। ए चित्र पनि रहेछ भित्रबाट, बाहिरबाट चाहिँ उगाउनु भएको रहेछ, भित्रबाट चाहिँ सबै चित्रै रहेछ। चित्रकै यस्तो चोयाहरूको चाहिँ डोको नाम्लो के बुनिन्छ। अनि चित्र चाहिँ यस्तो यो धुवाँसो लागेपछि चाहिँ यसरी चाहिँ हुन्छ है, खप्छ। यो कति वर्षदेखिको हो हेर्नु, धुवाँसो लागेको गोठ। मेढाहरूको गोठ साह्रै रमाइलो लाग्छ मलाई यस्तो गोठहरूमा बस्नु। एक प्रकारको शान्तिको अनुभव हुन्छ। धेरै रमाइलो लाग्यो यो ठाउँहरूमा आएर। चाहिँ डाँडातिरको भिडियोहरू चाहिँ बनाउनु पर्दा दामी हुन्थ्यो। अनि गुराँस फुलेको बेला चाहिँ म आउँछु, पक्कै आउँछु गुराँस फुलेको बेला, अनि भिडियोहरू बनाउने छु। हुन्छ, आजको भिडियो चाहिँ म यति मात्रै देखाउने छु। फेरि पनि एकचोटि भ्यूहरू सरर यो अगाडि देखिँदै गरेको यो रोडहरू, यो चाहिँ माथि ट्याम्के डाँडातिर जाने रोड हो। यस्तो घुम्दै घुम्दै अनि माथि देखिएको त्यो चुचुरा ट्याम्के नै हो। त्यहाँ त अहिले सायद धेरै नै हावा चलेको होला, यतैतिर उडाउनु खोजिरहेछ। हुन्छ, म आजको भिडियोलाई यतिमै अन्त्य गर्छु र क्रमशः यस्तो भिडियोहरू ठाउँ-ठाउँको भिडियोहरू म लगाइरहन्छु। तपाईहरुले पनि सब्स्क्राइब गरेर लाइक कमेन्ट सेयर गरेर सहायता गर्नुहोला भन्दै बाई बाई।